पहिला गाउ पखै मछिना ल दाइ हट्नु उता उ हालौ न नआउने दाइ उता जाने दाइ उता यता भाग्नलाई सजिलो हुन्छ एकछिन हल्का टाढै बस्नु उता जाने दाइ के सर्छ कि निस्किसक्यो के हो यो दोस्ले सेकेर चाहिँ सेकिँदैन ढोको ठन्ड्यो भने समाज चाहिँ भनेर खुब जोसिरहेको थियो त अघि त अहिले त समयदेखि हात आइहाल्यो केही नगर भनेर सानो छ त यार सर पनि कस्तो रुपियाँ त घरमै जाइयो भन्दा कालै यत्रो गरेर पसेको कस्तो चाहिँ के हो टाढा टाढा चाँदा हाल्छ त कला हुन्छ अहिले उठाउनु किरा हो यतै आइरहेको छोड्दै चाँदा हाल्दै निकाल्नु हुँदैन कि यसलाई उता लानुपर्छ होइन कि मान्छे आउँदैछ क्या लिन छेउबाट कहाँसम्म अब यताबाट पुछर यहाँ छ केही गर्दैन नाति रेस्क्यु टिम ब्रदरहरू आउनु होला है ल रेडी है गाइज प्लिज सबैजना ल ऊ त्यहाँ भित्र खाटमुनि छ तल एक्लै आउनुभएको ल अब रेस्क्यु हुँदैछ बोरा एउटा दिन त बोरा बाबु त्यो अघि लिएर बोरा ल्याऊ पाल नभएको चाहिँ ल्याऊ फेरि माथिबाट हालेर तलबाट जाला फेरि यस्तो गरेर हाल त ल बोरा रेडी हाम्रो ह्यान्डसम हिरो यता लाइभमा छु है म त किङ कोब्रा हो यो है यस्तो चिसो ठाउँमा नि कोब्रा आउँछ है चिसो ठाउँमा है ल चिसो ठाउँमा बस्छ भन्दै हुनु चाहिँ ढुङ्गा बाबु यो ढुङ्गा ल्याएर त्यो ढोका कहाँ लैदा यस्तो सुना गरे त्यो मुनि हेर्दै गर्ने उता गयो त्यो एकछिन यता आयो भने भन्नु है यतातिर आयो भने भन्नु
भने बुढा त्यही बाहिर आउँछ बाहिर चाहिँ हट्दिनु है बाबु यता पछाडि आयो बाहिर बाहिर उता उता जानु त पछि गर्नु हुन्छ है उता जानु मान्छे झन् आइरहेको हान्छ बाबु माथि आयो है हजुर रेस्क्यु गर्नु माथि चढ्यो होला लाग्यो त्यो भएर अलिक छोड्दै गोमन साप आउँदो रहेछ यहाँतिर यहाँ त पहिलेदेखिबाट बाँसको झाङसाङ सबै भेराइटी छ त्यसले माथि आएर ह्यान्डला भएर भने मलाई विचार गर्नुहोस् है तपाईँहरू सुरक्षित भएर गर्नुबाट त्यहाँ चाहिँ नबस्नु नि आयो भने भाग्नु पर्छ मेरोबाट पनि बनाउन माथि माथि चढ्यो भन्नु है चढ्नुलाई बाहिर आयो बाबु चढ्नुलाई पछि बनाउनु है मोबाइलको छ पन्जा लाभ भने नि चढेर माथि खाट्न आएको खाट्न कहाँ चढेर त्यो झन्नै टो यार सबसे ठुलो होला यो होइन सबसे ठुलो रे यार है टाउ च्याम्पर होला मलाई यार मोटो टुटु गरे यार किलोमा नि धेरै होला सबैभन्दा ठुलो धेरै ठुलो सर्प धेरै वेट नाप्ने मेसिनहरु छ त वेट नाप्ने मेसिन छ त्यो दुलोमा एक काठमाडौँ लग्यो हो बाबु अहिले माथि लगेर नापुला छिरो माथि माथि ठाडो गर्दाखेरि यो साप पनि बाउ हजुर बाउ नै हो भक्तपुरदेखिबाट आउनु भएको छ यार तपाईँले बोलाउनु भयो म त लाइभमा बसिरहेको छु 5 घन्टा भइसक्यो यो आएको 5-6 घन्टा भइसक्यो सर्व देखेँ अनि वेट गरेर बसेपछि ऊ हेर्ने माथि न माथि टाउको कहाँ माथि निकाल्यो नि नआउने त उता जाने त उता यता भाग्नलाई सजिलो हुन्छ एकछिन हल्का टाढै बस्नु उता जाने त मैले यहाँ पुण्यबाट देख्छु भगवान जय श्रीराम जय श्रीराम जय श्रीराम जय श्रीराम जय श्रीराम मेरो फोन 1% छ के भन्दा बनाइदिनु मजाले जय श्रीराम 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 आनन्दले बस ओम नमः आनन्दले बस तिमी जाऊ तिमीलाई कसरी के गर्दैन जाऊ बस 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 कसैले के गर्दैन तिमीलाई जाऊ चढ्छ नि हजुर औषधि हाल्नु हुँदैन हो भाइ एउटा भिडियो बनाइराखेको छु यो बाटोमा चाहिँ नबस्थ्यो है खतराले हेरेर तपाईँको त्यहाँ भाइरल है क्या हजुर
भाइरल है क्या तपाईँको? कहाँ भाइरल हुनु सर्फ भएर भाइरल भयो मेन चाहिँ हामीलाई चाहिँ चाहिने चाहिँ 13 सेकेन्डमा मर्छ 13 मिनेटदेखि 15 मिनेटमा मान्छे भित्र पुगेन भने सिद्धि बोरा त कतै यतापट्टि हाल्यो भने लाइभ इन गरेर खिचिदिउँ क्या यसबाट है बरु तपाईँहरूलाई नि हुन्थ्यो है त्यहाँ भाइले खिचिरहेको छ हाम्रोबाट त्यहाँबाट चाहिँ भने ल अब चाहिँ साइड लगाउँ है बोरा अगाडि आयो है हो कस्तो गुरु आयो गएर त नि ढोकातिर चाहिँ के हान्छ किन हो नि ओ ल भाइ हो टोकमा अब बाबु ए बाबु माथि ल भाइ यति बस ल सुजन भाइ म चाहिँ ल्याइदिन्छु ल तपाईँ टाउकोसम्म हो हामी पुग्दा सम्म यसलाई होइन कहाँ टाउको सामान सक्छु भनेर है के कुराहरू मैले यो बोराहरू चाहिँ हटाइदिउँ न के छ आयो यसलाई बाहिर निस्किन्थ्यो भने यो भाग्छ क्या फेरि तल छ तपाईँकै तल छ है यिनीहरू चाहिँ लाँदै लाँदै यिनीहरू लानु रे सकेछ पर्सेन्ट 2%मा छ मेरो चार्ज पहला गाऊ पहै मछिना पहला दाइ हट्नु कौन बस्दै छ त्यो मछिना भाइ ल्याउला दाइले मछिना चाहिँ टाउको पख भन्दै छु पर्दैन क्या यो आफै जान्छ ल त्यस्तो एउटा ह्यान्डल छ तपाईँ लौरो खोइ त लौरो सामान लाउनु लुगाउनु नि ए ल भाइ नै नचोड है छोड्दैन पाउनु नचोड है छोड्दैन हल्ला नगर्नु त यार तपाईँहरू हेत तेरि यार हल्ला नगर्नु त यार कस्तो के हल्ला गरेर के बोरा त हल्ला नगर्ने के पहिले नै तिनीहरू करायो ल कहाँ तान्ने त्यो बाटोमा म ल्याइदिन्छु पहिला दाइ त्यो छिटो पाउ चाँडो निकालिहाल्नु त बिस्तारै फेरि खोरतिर छिर्ला यार गराएको यार कुकुर खोरतिर छिर्ला भने दाइ एकछिन अगाडि कोही नबस्दिनु न यार प्लिज के है भाइ लाइभ इन गरिदिए है ब्रदरहरू है लाइभ इन गरिदिए है प्लिज लाइभ इन गरिदिए ल कुकुरको खोरमा जाला है
भित्रै लैजाऊ न जा भित्र गएर बस लौ त्यो तार तान्दैन फ्याँक्दिउँ त रिक्स पनि कति रिक्स हुन्छ त्यसलाई रेस्क्यु हुन्छ तार चाहिँ यार त्यो तार चाहिँ तान्नु पायो हुन्थ्यो गरेर हो त्यो भित्र छिराएर उता ऊ हालौँ न भनेको शैली कहाँ हुन्छ त भने पल त खोजिरहेको छु त्यसले पल भेटेको छैन ओहो हेर हेर ल ल सट्टै पाँच मात्र आयो त्यति साह्रो पनि कुद्दैन कि यो सर्भ हो थाक्यो भएर होला होइन ल यसरी रेस्क्यु भइसकेको छ यहाँ मसँग छ यहाँ त अफ भयो त मलाई त्यो उसमा WhatsApp-मा पठाइदिनु यसबाट ए ल फाइनल्ली हामीले समातिसकेका छौँ है झन् 1 क्रेट आधा क्रेट त भएको छ कति किलो जति होला ब्रो यो होला जोख्नै पर्छ माथि गएर एकचोटि जोखौँ काँटा छ हाम्रो 15 फिट जतिको अनुमान गर्नु भएको छ उहाँले 14 देखि 15 फिटको 14 देखि 15 फिटको र यो काठमाडौँमा भ्यालीमा अहिलेसम्म यत्रो ठुलो देख्नु भएको रहेनछ उहाँहरूले त्यो छोटो त के काम भने यो चाहिँ 20 फिटसम्मको हुन्छ अरे बढ्यो भने म्याक्सिमम बढ्यो भने 20 फिटसम्मको हुन्छ ल हामीले यसमा चाहिँ अब हालिसकेका छौँ छैन यति लौरो छ नि यत्रो है म अब भिडियो पनि पोस्ट गर्छु किनकि अहिले मेरो मोबाइल अफ भयो क्या सर्प यहाँभित्र छ धेरै गाह्रो भयो धेरै 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 गाह्रो गरी चाहिँ समात्नु भयो ब्रदर उहाँ ब्रदरले धेरै धेरै मिहिनेत गर्नुभयो किन भन्नु हजुरहरूलाई चित्त त बुझ्यो नि धेरै चित्त बुझ्यो यो चाहिँ हाम्रो नेपालमा कालीनाग भनेर चिनिन्छ त्यही सर्प हो यो सर्पले चाहिँ विषालु सर्प नै खान्छ पहिला फोन उठाउनु अनि कुरा गर्नु यो चाहिँ कालीनाग हो रे है कालीनाग हो रे र यो यसले चाहिँ अरू सर्पहरू पनि खाने रहेछ यो चाहिँ हजुरको विश्वको सबैभन्दा लामो सबैभन्दा विषालु सर्प एउटा सर्प हो यसले चाहिँ हजुरको विषालु सर्प नै खान्छ क्या पर्यावरणमा पर्यावरण हाम्रो वातावरण ठिक ठाउँमा ल्याउनलाई हजुरको विषालु सर्प नै खान्छ यसले हजुरको यो सर्प चाहिँ 20 फिटसम्म लामो बढ्छ यसलाई चाहिँ हामीले इङ्ग्लिसमा चाहिँ किङ कोब्रा नेपालीमा चाहिँ कालीनाग भनेर चिन्छौँ ल इङ्ग्लिसमा किङ कोब्रा नेपालीमा कालीनाग भनेर चिनिँदो रहेछ यसलाई धेरै मिहिनेत गरेर समात्नु भएको छ हजुर केही बोलिदिनु न हजुर पनि उहाँ दाइ दुईजना आउनु भएको छ ब्रदर भयो रेस्क्यु भइसक्यो राम्रो भयो त्यो अघि भन्दै हुनुहुन्थ्यो नि के अरे यो काठमाडौँ यो भ्यालीमा चाहिँ यतिको ठुलो छैन भन्ने अहिलेसम्म फर्स्ट टाइम देखेँ यही हो कि यतिको है धेरै गरियो तर फर्स्ट टाइम देखेको चाहिँ यही हो कि कोब्रामा चाहिँ अझै छैन कि भ्यालीभित्र चाहिँ कि भ्यालीभित्रमा चाहिँ अहिलेसम्म यतिको उहाँले देख्नु भएको थिएन अरे यो नै सबैभन्दा ठुलो हो धेरै धेरै फरेस्ट डिपार्टमेन्टबाट चाहिँ ल अब हाम्रो यहाँ ब्रदरहरूले हेल्प गर्दै हुनुहुन्छ ल अब यसलाई चाहिँ हामी फरेस्ट डिपार्टमेन्टमा माथि गाडी आउँछ अब लिएर जानु भयो ल उद्धार भयो कालीनाग
है अब सर्प छोड्दैछु है भन्थेर त आउँदैन नि हेर